लेतेको ठाउँ लेतेको बजार लेते बजार राम्रो ठाउँ रहेछ माथि माथि घरहरू राम्रो राम्रो बनाएको ढुङ्गाको घरहरू एकदम रमाइलो भएको थियो माथि जाँदैछौँ माथि धुपीको रुखहरू सल्लोको रुखहरू रहेछ ठाउँ ठाउँ बाटो चाहिँ एकदम बिग्रेको पनि थियो कहीँ चाहिँ बाटो एकदम राम्रो रहेछ पाइनको रुखहरू पानी परेको परे अविरल पानी परेको परे हामी बेनीबाट मुस्ताङ पुगुन्जेलसम्म पनि पानी परेको परे भइरहेको थियो अनि ठाउँ ठाउँमा पहिरो गएको पहिरोले बाटोहरू बिग्रेको अनि एकदम त्यो डोजरहरूले बाटो खोलेर अनि बल्ल बल्ल पुगेको एकदम डेन्जर ठाउँ रहेछ ठाउँ ठाउँमा चाहिँ यस्तो पहिरोहरू गएको एकदम तर ठाउँ चाहिँ एकदम राम्रो के अविस्मरणीय क्षण चाहिँ कालीगण्डकी कस्तो कालो न मैलो भएर आइरहेको थियो त्यस्तो थियो बाढीहरू आएर सिनहरू चाहिँ एकदम राम्रो कि राम्रो रहेछ उता माथि माथि त्यो हिउँहरू पग्लेर आएको झरनाहरू जताततै देख्न पाइने एकदम राम्रो बत्केको रहेछ त्यस्तो ठाउँमा मान्छेले जीविकोपार्जन गर्ने उपाय भने पर्यटक मात्रै हो त्यहाँ पर्यटकहरू चाहिँ धेरै आउँदो रहेछ
गाडी त्यो सानो मिनी गाडीहरू पनि चल्दो रहेछ। अनि त्यो ल्यान्ड रोभरहरू जस्तो टाइपको सानो गाडीहरू यो पजेरोहरू जाँदो रहेछ। त्यो माथि चाहिँ अब त्यहाँबाट हिउँ पग्लेर आयो त्यो त ठुलो बाढीहरू नै आउन सक्ने रहेछ। त्यो ग्लासियर झऱ्यो भने चाहिँ एकदम त्यो माथि त्यो बादलहरू राखेको ठाउँ छ नि त्यतातिरबाट चाहिँ ग्लासियर झर्ने सम्भावना बढी हुँदो रहेछ। लेतेको हस्पिटल हो यो, लेतेको हेल्थ पोस्ट मास्तिरको चाहिँ। अब हामी चाहिँ दसैँ लाग्नै लागेको थियो, दसैँ लाग्न लागेको बेलामा गएको थियौँ। यो च्याङ्ग्राहरू एकदम पाउँदो रहेछ। एउटै च्याङ्ग्राको 60-70 हजार अरे त्यत्रो हुन्छ च्याङ्ग्रा। यसो मासु चाहिँ कसरी किलोको पाउँछ भनेर सोधेको, 3000 रुपियाँ रे 1 किलोको। मासु च्याङ्ग्राको मासु पनि चाखियो, एकदम चाम्रो टाइपको हुँदो रहेछ, तर मिठो हुँदो रहेछ, स्वादिलो कि मासु चाहिँ। च्याङ्ग्राको मासु चाहिँ होटलमा चाखिएको थियो, दामी। त्यो चाहिँ भेडाहरू त्यो अब तल झार्दो रहेछ कि उनीहरूले पोखरातिर ल्याउने रहेछ। अनि सबै त्यो चराउँदै ल्याएर उता काठमाडौँतिर ल्याएर पोखरा काठमाडौँतिर ल्याएर बेच्दो रहेछ। अलिअलि हिमालहरू देखिरहेको छ टाढातिर। बादल लागेको भएर चाहिँ त्यति मजाले प्रष्ट देखिएन, न त्यहाँबाट यस्तो राम्रो देखिन्थ्यो नि सिनेरीहरू। अब हामी जाँदा चाहिँ अब पानी परेको भएर त्यो त्यति खुलेको थिएन क्या आकाश, नभए त खुलेको बेला जस्तो दामी देखिन्थ्यो कि। हामी काठमाडौँदेखि गएको, काठमाडौँदेखि जाँदादेखिको पानी पऱ्यो। त्यतिखेर थुप्रो मान्छे मरे पनि बाढी पहिरोले गर्दा। काठमाडौँमा पनि पुरा बाढी आयो, काठमाडौँमा पनि धेरै मान्छे मरेको थियो त्यतिखेर। हामी जुन दिन पानी परेको त्यही दिन हामी बिहानै चाहिँ एउटा मुस्ताङ घुम्न गएको थियो कि। यस्तो डेन्जर हुन्छ होला भनेर सोचेको थिएन। अनि हामी त्यो बेनी पुगिसक्यो थियो, बेनीमा चाहिँ स्टक हुन्छ जस्तो लागेको थियो। अनि हामी अब के गर्ने, स्टक हुन्छ अब माथि जान्छ जाँदैन भनेर त्यहाँ होटल साउजीहरूले फोन गरे माथितिर। फोन गर्दैन, अनि फोन गरेर जान्छ गाडी, तर माथि डोजरहरूले पन्साउँदैछ, बाढीहरू त्यो पहिरो लडेकोहरू पन्साउँदै जाँदै गर्ने हो भन्दै ठाउँमा रोकिँदै जाँदै गऱ्यो। यस्तो डेन्जर छ बाटो, बाफ्रे। यस्तो कसरी लगेको छ कि भित्ताबाट यस्तो छ डेन्जर बाटो। एउटा गाडी मात्रै छिर्ने ठाउँ छ, त्यहाँबाट तलतिर झऱ्यो नि सिधै कालीगण्डकी खोलामा एकैचोटि तल झर्छ। यस्तो डेन्जर छ, चट्टानहरू बाटो त डेन्जर छ। बाटो चाहिँ भगवान भरोसा हुँदै गयो। मुस्ताङ प्रवेश गऱ्यो, मुस्ताङ इलाका। यहाँबाट चाहिँ मुस्ताङ जिल्ला छोयो। सिमेन्टेड बाटो रहेछ, यहाँ चाहिँ पानी झरेछ माथिबाट, जताततै पानी झऱ्यो कि। बर्खा त एकदम डेन्जर हुँदो रहेछ जानलाई।
अरू मौसममा पनि त्यो सुक्खा पहिरो झर्ने चान्स एकदम हुँदो रहेछ कि यो ठाउँमा। बाटोको हालत डेन्जर छ। यस्तो घुममा ढुङ्गाहरूलाई खोपेर लगेको छ बाटोहरू पनि। अन्त अगाडि चाहिँ यो गाडीमा त्यो पानी परेको र मजाले भिडियो चाहिँ बनाउन पाइएन। भिडियो चाहिँ अलिक मधुरो त्यो गाडीको सिसामा पानी पसेको भएर चाहिँ मजाले भिडियो बनाउनै पाएन। जस तपाईँहरूले मन पराउनुहुन्छ होला यो राम्रो छ। यहाँ चाहिँ पहिरो लड्यो रहेछ। ड्राइभरलाई चाहिँ मान्नै पर्छ। यस्तो बाटोबाट नि कुदाएर जस्तो गरेर मुटुरी दाडी भएको त पारी झर्ना कस्तो दामी। त्यस्तो छ माथिबाट झरेको बाफ्रे। रोक्सी झरना भन्ने आउन आँट्यो। अब यो रोक्सी झरना चाहिँ एकदम ठुलो रहेछ। तर छेउछाउमा चाहिँ के त्यो पुरै पहिरो लडेको कि बाटो खनेर होला त्यो सबै नराम्रो देखेको कि बाटो खनेको भएर। त्यो रोक्सी झरना नि हेऱ्यो। यो चाहिँ उयसको हो के अरे तातो पानीमा चाहिँ नुहाउन पाइएन। जस त्यहाँ चाहिँ पर्यटकहरू एकदम आउने ठाउँ रहेछ। तातो पानी उता ट्रेकिङ गर्न जाँदाखेरि चाहिँ पर्यटकहरू प्रायः यहाँ आएर चाहिँ नुहाउँदो रहेछ कि यो तातो पानी भन्ने ठाउँमा। एकछिन ओर्ल्यौँ हेऱ्यौँ रमितको हेऱ्यौँ अनि फोटोसोटोहरू खिच्यौँ। माथि झोलुङ्गे पुल पनि रहेछ। झोलुङ्गे पुल तर्यौँ। माथि झोलुङ्गे पुल आउँछ अब। झोलुङ्गे पुल आयो। झोलुङ्गे पुल यो चाहिँ राम्रो रहेछ। होटलहरू पनि राम्रो सुविधाहरू भएको होटलहरू रहेछ।
ल यहाँबाट तल लाग्यो। पारी जाने पुल कता जाने यो चाहिँ थाहा भएन। उतातिर रहेछ पारी जाने खोला कस्तो बढेर यहाँनिर बाटो छ एकदम फेरि डेन्जर बाटो छ यहाँ। यस्तो खोलाको छेउबाट यस्तो ढुङ्गालाई काटेर चाहिँ बाटो बनाएर छ। एकदम डेन्जर छ यहाँनिर चाहिँ। राम्रो छ बाटो चाहिँ। जस बाटो यतिको बनाएकै हो बाफ्रे बाफ्रे। यो सालै पछाडि भत्किन्छ, सालै पछाडि फेरि रिपेयर गर्यो, फेरि बनायो, अनि फेरि गाडीहरू कुदायो होइन। अब एउटा अर्को गाडी आउनलाई अलिक अप्ठ्यारो हुँदो रहेछ। दुईवटा गाडी छिर्नलाई अलिक गाह्रो त्यहाँबाट गाडी अर्को गाडी नै आउँदै रहेछ। एकदम गाह्रो के दुईवटा गाडी आउँदा चाहिँ। धेरै जस्तो चाहिँ मान्छेहरू त्यहाँ बाइकमा जाँदो रहेछ कि यसरी। बाइकमा जाने बाइकहरू पनि देखियो धेरै। राम्रो रहेछ। अगाडि चाहिँ यो गाडीहरू कति आएको यहाँनिर यार। यतापट्टि चाहिँ त्यो सिसामा चाहिँ पानी परेको भएर मजा क्लियर भिजनै छैन। ल लाग्यो अब उकालो लाग्यो उकालो लाग्यो। जाडो पनि उत्तिकै थियो। भित्र हामी 8 जना बस्यो गाडीभित्र। जाडोले कोक्राएको थियो। त्यतिर झर्ना रहेछ साइडमा चाहिँ झर्ना दामी। यस्तो दामी माथि 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 लागिरहेछ। बाफ्रे बाफ्रे पानी कस्तो उर्लेर आएको छ। यहाँनिर बाटो अलिक डेन्जर छ। कालीगण्डकी यो कालीगण्डकीलाई त कतिचोटि तर्नुपर्छ बाफ्रे। एउटै खोलालाई तरेको तर्यो, यताबाट काट्यो, उता तर्यो, उता तर्यो। मुक्तिनाथ पुगिन्जेलसम्म त्यसलाई त 20-25 चोटि काट्नुपर्छ एउटै खोलालाई। यस्तो छ बाटोहरू। बाटो चाहिँ डेन्जर। यस्तो बाइकहरू पनि आइरहेछ। यहाँ ठ्याक्क उतापट्टि आएको गाडीहरू चाहिँ नदेखिँदो रहेछ कि फेरि यस्तो ढुङ्गाले गर्दाखेरि। होस पुऱ्याएर कुदाउनु जस ड्राइभरले चाहिँ मान्नुपर्छ। इन्डियनहरू, नेपालीहरू, खैरेहरू यत्तिकै आउँछ बाइकमा। राम्रो छ। यता माथिको चाहिँ यो क्यामेरा चाहिँ यो सबै उयो भयो कि अगाडिको सिसाले गर्दाखेरि क्लियर खिच्नै पाएन।
ड्राइभरलाई टाइम टाइममा चाहिँ सिसा वाइपर गर्न भन्यो। वाइपर गरेर अगाडि बढिरहेको छ। बाटो डेन्जर आउँदैछ, अझै बाटो डेन्जरै छ। एउटा ब्रिज क्रस गरियो। ब्रिज क्रस गरियो, अगाडि लाग्यो। ठाउँ ठाउँमा बाटो बिग्रिएको छ, ठाउँ ठाउँमा राम्रो बाटो पिच बाटो पनि बनाएको। पिच बाटो साटो सबै पहिरोले कहाँ पुर्याइदिएको छ। कहीँ राम्रो छ, कहीँ यस्तै छ, बाटो खत्तम छ। स्काभेटरहरू, डोजरहरू पनि स्ट्यान्ड बाई राखेको छ ठाउँ ठाउँमा। त्यो पानी जताततैबाट पानी आएको छ कि बाढी। जताततै झर्नाहरू झरेको, पानी परेको जताततै एउटा झर्नै झर्ना देखिन्छ। कत्रो कत्रो झर्नाहरू कि पुग्नमा लाग्यो। हामी कहाँ जम्सन पुग्न लाग्यो के अरे। जम्सन अरे मार्फा पुग्न लाग्यो के अरे। अझ 1-2 घन्टा पछि 1-2 घन्टा लाग्छ मार्फा पुग्नलाई। यहाँबाट
ठुलो के झर्ना चाहिँ कस्तो दामी पानी झरेको वाउ कति दामी के यो चाहिँ सबैभन्दा ठुलो झर्ना रहेछ त्यहाँनिर सिजनल हो क्या सिजनलमा यो पानी परेको मौसममा झर्ना जताततै झर्ना देखिँदो रहेछ अकेजनली अघि पछि यहाँ झर्ना हुँदैन कि पानी नभएको बेलामा चाहिँ